पक्दै नि पक्दै यहाँ झिलमा आएर चाहिँ कुडा उठाउँछ अलिअलि बोतलहरू नानाले साथीहरू हामी त यहाँ आएको छु के सौदा गर्न आएको अब के कस्तो नमस्ते सबैजनालाई तपाईँलाई आमाजु बुहारी ब्लगमा स्वागत छ म त हो आमाजु आजको ब्लग त हुनेवाला छ आमाजुको हैन तपाईहरु सबै सन्चै नै हुनुहुन्छ होला हामी पनि हामीले एकदमै सन्चै नै छौं आजको ब्लग के छ भन्दा चाहिँ अब त्यस्तो खासै छैन आज पनि हैन अब आज छुट्टी छ त्यही भनेर अब आजको दिनमा के कस्तो हुन्छ तपाईहरुलाई देखाउने छु हेर्दिनुस् होला घरहरु सफा गरिसकिसकेको छु हैन हेरिहाल्नुस् अब सधैँ तपाईहरुलाई किन एउटै भिडियो हुन्छ हैन भनेर त मैले त्यो पुसेको गर्दा देखाइन किनभने एकैचोटी सबै काम सकेर त तपाईहरुलाई देखाएको छु हेरिहाल्नुस् यही हो मेरो रुम चाहिँ सबै सानाक्सिरी गरिसकिसकेको छु तपाईहरुलाई पनि बोरिङ हुन्छ नि त सधैँ एउटै रुममा बनाइराख्यो भने हैन के भन्दिन मैले आज त सबै चाटाकचिटी गरेर त देखाइसकेको छु तपाईहरुलाई मेरो किचन पनि मैले सफा गरिसकिसकेको छु किनभने अब त्यो यो भाँडाहरु त यो चाहिँ चामलको यो हो चामल राख्ने हैन यो चाहिँ धुइदै गरेर पनि मैले यसलाई सुकाइसकेको छु किनभने अब आज चामल पनि सकिसकेको छ त्यही भनेर आज सबै सौदाहरु लिएर चाहिँ म सामानहरु मजाले भर्ने छु तपाईहरुलाई पनि देखाउने छु हेर्दिनुस् होला इग्नोर गरिदिनुस् होला मेरो यो ऐनालाई त हैन यो चाहिँ बिरालोले फुटाइदिएको साथीहरु हेरिहाल्नुस् यस्तो दबाई खानुपर्छ है यो दबाई त सबै फेरि मिठाई दोकानमा आएको छु मिठाईको भेराइटिज हेरिहाल्नुस् यस्तो दामी दामी छ यस्तो दामी दामी हेर त्यो जग्गामा कत्रो भएको छ आमाम्बुई साथीहरु मैले चाहिँ भट्टा मसले किन आएको छु बजारबाट हैन किनेमा बनाउनु भनेको हुन्छ कि हुँदैन तर यतानिर किराको भट्टा पनि ल्याइकिन आएको छु तपाईहरुलाई देखाउँछु हैन के गर्नु त पर्दैन रहेछ सबै रहेछ भट्टा मास मैले चाहिँ हेरेँ केराको पत्ता ल्याइकिन आएको छु किनेमा बनाउनुको लागि हैन अब हुन्छ कि हुँदैन केराको पत्ताहरू सबै किन्नुपर्छ साथीहरु परदेशमा 30 रुपैयाँको केराको पत्ता ल्याइकिन दिए जस्तै 4टा 30 रुपैयाँको मेरो यो भट्टा मस्तै सिटी राख्नु रहेछ अन्त मैले एउटा कुरा यो पनि ल्याइकिन आएको छु तपाईहरुको यो 30 रुपैयाँको के भन्छ इस्कुस 30 रुपैयाँको यो के भन्छ 60 रुपैयाँ केजी अरे हैन दुईटामै आधी केजी छ हैन सिटी लाग्यो मेरो चाहिँ के भन्छ भट्टा मासमा सिटी लाग्नु थालेछ कति सिटी लाउनु पर्छ होला यो भट्टा मास पाक्नुको लागि साथीहरु हेरिहाल्नुस् मैले त्यहाँ किनामा हेरेँ कुचाउँदैछु कि यो पनि रेडी बनाइरहेको छु अनि हेर्नुहोस् यसमा हाल्छु मेरो चाहिँ किनामा रेडी भइसकिसकेको छ हैन ल्या मैला रहेछ नि अब यसलाई चाहिँ कति दिनसम्म राख्नुपर्छ तपाईहरुले भनिदिनुस् होला चाहिँ मैला रहेछ नि हामी खाना खाइसकिसकेर रेस्ट गरेर चाहिँ बसिरहेको थियो बुहारीहरु आएछ पुल जाउँ भनेर आएको रहेछ बेङ्गलाबाट त भन्छ पुकुर भन्छ नुहाउनु जानु भनेर अन्त नुहाउनु भनेर आएको रहेछ हामी त जान्दैछौँ अब हेर्दै जानुहोस् त्यहाँ पुगेर तपाईहरुलाई देखाउने छु के कस्तो लाग्छ हामी त छुट्टीमा यसरी डुल्छौँ है हेरिहाल्नुहोस् अब लु यहाँनिर बुहारीलाई त हातमै उयो दिएछ के भन्छ हातमै वरदान दिएछ उयोले काकी टट्टी गर्दैछ अब लट्री काटा परेर साथीहरु हामी चाहिँ जान्दैछौँ यहाँ यसरी 5 जना यहाँनिर
अगाडि हामी बसेर जाँदैछौँ। बुहारीले आज ट्रिप दिएको स्विमिङ पुल लान्छ हामीलाई। मेरो अवकाशको लान्छु जहाँ लगे के किन्छौ? मुरै कोल्ड ड्रिङ्क्स पनि किन नि एउटा। हामी चाहिँ यहाँ झिलमा आइसकेको छौँ। नुहाउनु भनेर आएको नि त हामी त यहाँनिर शीतल भइरहेको छ यस्तो भइरहेको छ यहाँनिर त नुहाउनु दिन्छ नि त। मेरो भदैनीहरू पनि आइरहेको रहेछ भाइ भदैनीहरू। साडबी त्यही यहाँनिर भेट भइसकिसकेको छौँ। अहिले म नुहाउँछु हेर ल पक्रै नि पक्रै हुन्छ अलिकति नजरा एउटै पैसा नदिने भने त उयो गर्दै माग्यो भन्नु यो आएपछि चुत्तै जान्दो रहेछ तर भित्र पसेको छ परबाट के गरेको बहिनीले खुट्टा नि के गरेको तैँले ए मुराइदिनुहोस् अरे हौ दादा साथीलाई नाना दिनु त मुराइदिन्छु पर्खाइ यहाँ दिनु त लुना छिटो यहाँ यता साथीहरू मेरो अर्को देवारी कान्छा हेर्नु सब देवर नानाले चाहिँ साइड उयो यो पनि गर्छ यहाँनिर के अरे यहाँ झिलमा आएर चाहिँ कुडा उठाउँछ अलिअलि बोतलहरू नानाले साथीहरू मैले चाहिँ यही चलाउने हाम्रो लागि यहाँनिर के भन्नु सामानहरू हामी चाहिँ सौदा गर्न लान्छु ल यो चाहिँ यताको कालो दाल हो किनभने त्यसको खास मिठो हुँदैन बनाउँदाखेरि चाहिँ खस्रो खालको हुन्छ हो लाँदैन होला यो चाहिँ छिलेको त्यही हो कालो दाल यो चाहिँ मिठो हुन्छ चिप्लो चिप्लो खालको हुन्छ फेरि बनाउँदाखेरि मिठो हुन्छ यो चाहिँ यो बिस्कुट पनि लान्छु एउटा यो चाहिँ किनभने बुढाले खान्छ अरे नि त म चाहिँ अब बुढीले खाँदैन बिस्कुट त मैले त्यो 50-50 लगिनँ यो लगिदिन्छु क्रिम क्र्याकर्स होइन यो चाहिँ मन पराउँछ नि त उसले त्यो सानो लैजाउँ ल यो पनि लैजाउँ ल एउटा साथीहरू कोही बेला त म रोटी खान्छु नि त रोटी भन्दा पनि डेली नै रोटी खान्छु बेलुका त सब्जी बनाउनु अल्छी लागेको बेलामा यो र रोटी खाइहाल्छु म एउटा टमेटो केचप पनि लान्छु यो चाहिँ मेरो मेन हो किनभने मलाई त पुरा भाँडा धुनु पर्छ नि त मेरो दोकानको पुरा भाँडाहरू धुनुपर्छ नि त्यो लान्छु दुईटा साथीहरू त्यो त एउटा किन्दा एउटा फ्री रहेछ यो पनि लगेर जाँदैछु मैले यहाँनिर त बिल गर्दैछु मैले त ग्लुकोजमा त यो पाएको छु गिफ्ट बिल गरिदिँदैछ भाइले त यहाँनिर त यिनीहरूले त राम्रो उयो गरिदिन्छ नि त भाइहरूले साथीहरू हाम्रो चाहिँ सौदाहरू त गरिसक्यौँ यति भएको छ हो अब यो लगेर त हामी जान्छौँ घर जान्छु तपाईँहरूलाई एउटा कुरा त भन्नु बिर्सेँ म अघि दिउँसो आएको थिएँ होइन यो सौदा गर्नु चाहिँ दोकान बन्द रहेछ नि त त्यही भएर चाहिँ मैले अहिले बेलुका आएर चाहिँ सामान लाँदैछु साथीहरू म चाहिँ बजार
गएर पनि आइसकिसकेको छु होइन। अघि दिउँसो चाहिँ बजार म दिउँसो त्यो जान्दाखेरि त बजार बन्द थियो होइन। अहिले राति गएर त मैले सौदाहरू चाहिँ ल्याएको छु के लिए भन्दाखेरि तपाईँहरूलाई चाहिँ देखाउँछु होइन। मैले यो 2टा ह्यान्ड वास लिएको छु 199 मा। यो 2टा ह्यान्ड वास पाएको छु। यो त अघि मैले उयो गरेर हेरेको थिएँ नि त होइन। यो ह्यान्ड वास लिएको छु। अन्त घरको सामानहरू लिएको छु। यो चाहिँ मैले ग्लुकोजमा अब गरम पुरा चढेको छ होइन। गरममा अब यो ग्लुकोज खानुपर्छ नि त, त्यही भनेर मैले ग्लुकोज लिएको छु। यो चाहिँ ग्लुकोज नै पाएको यो गिफ्ट हो होइन। यो लिएको छु। अन्त साथीहरू म गुलियो त खानु हुँदैन, तर अब कोही बेला गुलियोहरू खानु मन लाग्दाखेरि सधैँ त कहाँ म सक्छु त गुलियो नखाइ बस्नु होइन। त्यो भनेर चाहिँ मैले यो वेफर लिएको छु अरेन्जको। एउटा किन्दाखेरि चाहिँ एउटा फ्री पाएको छु। यो छु यो छ। अन्त अरू त्यस्तो खासै केही छैन। अन्त यो हेरिहाल्छु ब्लिचिङ सफा गर्नुको लागि होइन। बाथरुममा त्यो पुरा उयो हुन्छ नि त लेउहरू लाग्छ, त्यसको लागि चाहिँ मैले यो ब्लिचिङ लिएको छु। अन्त तपाईँहरू अघि पनि भनिसकेको छु मैले चाहिँ बेलुका चाहिँ म रोटी खान्छु। अन्त म कोही बेला सब्जीहरू बनाउनु भ्याउँदिनँ नि त होइन। हट्टु भएर आउँछु दोकानबाट, त्यही भएर चाहिँ सब्जीहरू बनाउनु नभ्याउँदाखेरि चाहिँ म यो अचार र रोटी खान्छु। अन्त अरू के लिएँ भन्दाखेरि यो बिस्किट लिएको छु। यो बिस्किट चाहिँ म खाँदिनँ, बिस्किट चाहिँ मेरो उनीहरूले खान्छ होइन। बिहान चाहिँ हातमा खान्छ नि त उसले। अन्त अरू त्यस्तो खासै केही छैन। यो दाल लिएको छु। अन्त यो मुसुरी दाल, अरू दाल त मन पर्दैन मलाई, खालि मुसुरी दाल मात्रै मनपर्छ। हाम्रो उताबाट म कालो दालहरू पनि ल्याउँथेँ, किनभने हाम्रो यताको दाल चाहिँ यस्तो मिठो हुँदैन नि त, खस्रो खालको हुन्छ होइन। त्यही भएर मैले चाहिँ अरू तपाईँहरूलाई देखाएको दाल चाहिँ लिइनँ। अन्त घरमै चाहिने सामानहरू नै छ प्रायः होइन। यो चियापत्ती छ। अन्त यो जिरा छ। दार्जिलिङतिर पनि घरबाट पनि पठाइदिन्छ चियापत्तीहरू, तर उसले चाहिँ खाँदैन नि त, उनीहरूलाई अब खाने बानी छैन। त्यही भनेर मैले खालि सिटिसी नै खान्छ, त्यही भनेर उसले उसको लागि ल्याएको छु। मैले चिया पनि खाँदिनँ। अन्त चिनी ल्याइदिएको छु 1 केजी उसको लागि। म त गुलियो खाँदिनँ तपाईँलाई भनिसकेको छु। अन्त मैले लिएको छु, हेरिहाल्नुहोस् यो चाहिँ म खान्छु नि, तर वाइवाई लिएको छु होइन। अन्त यो त्यो चिल्ली पाउडर छ। अन्त यो तेल पनि आधी केजी मात्रै लिएको छु, किनभने अस्तिको आधी पनि छ नि त, त्यो आधी केजी लिएको छु। अन्त यो चाहिँ मलाई इम्पोर्टेन्ट मलाई चाहिने सधैँभन्दा सधैँ मेरो प्यारो यो त, किनभने अब सधैँ भाँडा धुनुपर्छ नि त। दोकानबाट लिएर आएको भाँडा म घरमै दिन्छु। तपाईँलाई अब थाहा पनि भइसकेको छ होला होइन। हाम्रो चाहिँ दोकान छ भनेर, दोकानबाट लिएको सामानहरू चाहिँ लास्टमा लिएको त्यो सामानहरू चाहिँ म घरमा लिएर दिन्छु। त्यो चाहिँ मेरो सबभन्दा प्यारो इम्पोर्टेन्ट हो मेरो लागि त्यही हो। अन्त लास्ट छ यो अब टमेटो केचप लिएको छु। यो चाहिँ अब कोही बेला चाहिँ केहरू खानु, त्यो विङ्सहरू खाँदाखेरि त म बनाउँछु नि त, त्यो लिइरहेको छु, किनभने कोही बेला अब इमर्जेन्सी चाहिन्छ हुँदैन घरमा, त्यही भनेर होइन। अन्त साथीहरू लास्ट यति नै थियो आजको। अन्त तपाईँहरूलाई म एउटा कुरा पनि भन्छु होइन। बिल एकपल्ट बिल पनि उयो भयो नि त, पुरा सेभ हुन्छ त्यहाँनिर चाहिँ। त्यो हाम्रो ग्रोसरी सपमा चाहिँ पुरा सेभ हुन्छ पैसा होइन। बिल खाएको मैले त्यो कालो सुधार खालको कति देखा बिल लिनु चाहिँ पुरा सेभ भएको थियो हामीलाई। हाम्रो यहाँनिर कति यति सौदाको नि त 1 बोरा चामल लिएको थियो होइन। त्यो 1 बोरा चामल चाहिँ हामी 2जना बुढाबुढीमा चाहिँ कति 2 महिना त पुग्छ। अन्त 2-2.5 महिना पुग्छ। अन्त पुरा सेभ भएको थियो 25 केजीको 1 ब्याग चामल। अन्त यो सबै सौदाहरू लिएको चाहिँ तपाईँहरूको भएको थियो। हाम्रो टोटल पैसा 2800 भएको थियो। त्यसमा चाहिँ हामीलाई लाग्यो 2500 मात्रै लाग्यो। 400 रुपियाँ चाहिँ 2900 भएको थियो। त्यसमा चाहिँ हामीलाई लाग्यो 400 रुपियाँ सेभ भयो, 2500 मात्रै लाग्यो हामीलाई त्यसमा होइन। पुरा सेभ हुन्छ नि त साथीहरू। अब आजको के भन्नु तपाईँलाई, आजको भिडियो चाहिँ यहाँसम्म थियो। तपाईँहरूलाई कस्तो लाग्यो होइन आजको भिडियो? मन पऱ्यो भने लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला।